टोयलेट जानको लागि चाहिँ म यहाँ रोड साइड चाहिँ है रेस्टुरेन्ट चाहिँ पार्किङ एरिया चाहिँ टिभी स्टेसन भयो अनि यो चाहिँ ग्यास स्टेसन भयो ग्यास स्टेसन चाहिँ बन्द हुँदो रहेछ यदि राति चाहिँ गाइस टोयलेटमा त मभन्दा कोही छैन रहेछ यार कति बजी अहिले चाहिँ 10:15 म चाहिँ अब एक्जिट लिन लाग्यो है एक्जिट चाहिँ कस्तो हुन्छ भने त्यहाँ चाहिँ अहिले चाहिँ म कोका टावर जाँदैछु अनि यतापट्टि चाहिँ उमी चाहिँ भनेको चाहिँ ओसियन भन्छ है यहाँ चाहिँ अहिले चाहिँ म हुक्कोका टावर जाँदैछु यहाँबाट हुक्कोका टावर चाहिँ अब लगभग 10 मिनटमा पुग्छ है यो चाहिँ कौशक हो कौशक भनेको चाहिँ नेपालीमा हाइवे भन्छ है हाइवे रोड हो यहाँ चाहिँ यस्तो छ है हुक्कोकाको चाहिँ होटेलहरू भयो यहाँ Nishikishu Expressway. It's a suspension bridge, eh? Take the ramp. चाहिँ ग्यास स्टेसन है यहाँ चाहिँ फेरि नेपालमा जस्तो हुँदैन प्राइसहरू एउटै हुँदैन प्राइस चाहिँ पेट्रोल पम्प अनुसार फरक हुन्छ है यो चाहिँ हुक्कोका टावर है हुक्कोका टावर चाहिँ घरबाट इफिनबाट चाहिँ लगभग 2 घन्टा जस्तो लाग्छ यहाँबाट आउनलाई अनि यो चाहिँ भइहाल्यो उमी है ओसियन भइहाल्यो यहाँ चाहिँ टन्न विदेशहरू आइरहेको हुन्छ यहाँ चाहिँ बसेर खाने ठाउँ भयो तर यहाँ चाहिँ भलिबल बिच भलिबलहरू कति खेलिरहेको हुन्छ कि मान्छेहरू नेपालमा हिल्टन होटेल छ नि त्यहाँको हिल्टन होटेल पनि छ त्यहाँ माथि हिल्टन होटेल अब कोका टावर माथिबाट सबै राम्रो भ्यू देखिन्छ यो चाहिँ के अरे म्यारिज ब्याङ्क्वेट हल जस्तै सायद यहाँ चाहिँ के कन्सिक्योर हुन्छ है उमी कस्तो क्लिन छ यार आज वेदर क्या राम्रो रहेछ कि यो चाहिँ हिल्टन होटेल क्या पिसफुल छ राति पनि क्या रमाइलो हुन्छ यहाँ चाहिँ यहाँ चाहिँ हुक्कोका टावर भयो यहाँ चाहिँ बिच भलिबलहरू खेल्न मिल्छ अनि त्यहाँ बसेर खाने नाइट भ्यूहरू इन्जोय गर्ने यहाँबाट है हुक्कोका टावर आइसके म चाहिँ थमानी कहिले काहीँ आउँछु खासै धेरै आउँदिनँ टाढा छ नि त 2 घन्टा जति लाग्छ त्यही भएर कहिले काहीँ मात्र आउँछु प्रायः आउँदिनँ कहिले काहीँ मात्र यहाँको भ्यू चाहिँ यस्तो छ है हेर्नु होला Kumadesu. Apuru motteru no Kuma desu. 楽しそうやなここに座ってお酒飲んだら楽しそうけど私がお酒飲めませんम चाहिँ कोका टावरबाट निस्केर हाकाता जान्छु हाकातामा एकछिन डुलेर सपिङ गर्न छ अलिअलि सपिङ गरेर चाहिँ त्यहाँबाट घर जानुपर्ने हुन्छ भोलि काम छ त्यही भएर छिटो निस्किनु पऱ्यो अहिले 10:30 भइसक्यो है बिहानको 10:30 छिटो डुलेर एकछिन अलिअलि सपिङहरू गर्न छ अलिअलि सपिङ गरेर चाहिँ घर जान्छु यस्तो चाहिँ यहाँको भ्यू चाहिँ क्या राम्रो वेदर भइरहेछ है अहिले चाहिँ यो चाहिँ गाडीमा बेच्ने होला के पो भन्छ हौ कस्तो न नेपाली बोल्न आउँछ न इङ्ग्लिस न जापानिज यार सबै मिक्स भएर यहाँ चाहिँ पार्किङमा आइसकेँ मैले चाहिँ गाडी यहाँ पार्किङ गरेछ यहाँबाट चाहिँ म तेन्जिङ हाकातातिर जान्छु अहिले हाकाता स्टेसन आएँ यो चाहिँ हाकाता स्टेसन हो यहाँबाट चाहिँ राइट गएर चाहिँ पार्किङ गरेर चाहिँ अलिअलि सपिङ गर्न त्यहाँ जान्छु म यो
चाहिँ हाकाता स्टेसन है गाइस हाकाता स्टेसन है फुकुओकाको यहाँबाट एकछिन माथि जानु पर्यो अब यसमा जानु पर्यो म चाहिँ अहिले हाकाता स्टेसनको टपमा आएँ है यहाँबाट भ्यू हेर्न आएँ म चाहिँ यो चाहिँ हाकाता स्टेसनको टप है टप फ्लोर है टप फ्लोर हाकाता स्टेसनको टप फ्लोरमा आइसकेँ म चाहिँ अहिले चाहिँ डाइसमा चाहिँ सामानहरू किन्न गयो के बोतलहरू किन्न छ घरको सामानहरू किन्न छ त्यही भएर आएको के किन्नु छ एउटा भाडा किन्नु छ ग्लासहरू थम्सहरू किन्नु छ मेरो चाहिँ काम सकिसक्यो फुकुओकामा है म चाहिँ अब घर फर्किँदैछु अहिले चाहिँ कति बज्यो 2:54 गइसक्यो है अहिले चाहिँ 2:54 गइसक्यो यहाँबाट मलाई लगभग 3 घन्टा लाग्छ अहिले चाहिँ तलको बाटो जान्छ होला सायद म चाहिँ टाइम भएको भए चाहिँ तलको हाइवे नगइकन तलको बाटो खाता के अरे सिसामिची जान्छ अहिले चाहिँ अगाडि चाहिँ पुलिस मामा अगाडि भएको बेलामा चाहिँ कुदाउनु हुँदैन फेरि बिस्तारै हिँड्नुपर्ने हुन्छ मामा अगाडि भएको बेलामा चाहिँ मामा अगाडि त भिडियो बनाउनु त छोड्नु भएन नि फेरि होइन मामाले बरु कुदाउनु रहेछ हौ उहाँ पैसा मामा Look at the greenery, guys. क्या छ है At the light, turn left. राइटबाट लेफ्ट हो अब छोड्नु पर्ने हुन्छ मामालाई बाई बाई गर्नु पर्यो है यहाँबाट बाई बाई कप्स मामा बाई बाई सी यू Continue त्यता further जानु पर्यो left. कस्तो राम्रो छ यार बाटो यार है नेपालको याद आउँछ नेपालको भाइस आउँदैन थियो आउँछ नि पहिरो लाइन भएपछि ओभरटेक गरेर जान मिल्दैन त्यही भएर पछि पछि लाएर हिँड्न पर्ने हुन्छ एकदम कहिलेकाहीँ ढिलो हुनुको रिजन पनि यो पनि हो कि फेरि कहिलेकाहीँ चाहिँ अगाडिको गाडी बिस्तारै हिँड्यो भने चाहिँ पछि पछि लाएर हिँड्नुपर्ने हुन्छ अब चाहिँ टनेल छिर्न है तर के भन्छ अरे नर्मल रोडहरूमा पनि टनेल छ क्या फेरि यो चाहिँ टनेल है टनेलमा चाहिँ ओभरटेकहरू गर्न मिल्दैन यहाँ चाहिँ खासै दामी हो तर गर्ने चाहिँ गरिरहेको हुन्छ 2 लेन छ भने चाहिँ गरिरहेको हुन्छ के अरे सिङ्गल लेनमा चाहिँ ओभरटेक एकदम दामी सिङ्गल लेनमा चाहिँ सकेसम्म ओभरटेक गर्नु हुँदैन मलाई त अल्छी लाग्यो पछि पछि हिँड्नलाई पछि पछि लाएर हिँडेको लास्टै ढिलो हिँड्ने नि यहाँ ट्रकै ट्रक छ हेर्नु न ल ट्रकै ट्रक छ ढिलो भयो झ्यावै लाग्यो 10-20-30को स्पिडमा हिँड्नलाई अब यहाँबाट म कोसोको छिर्छु जहाँ नजिक हुन्छ त्यहीँबाट कोसोको छिरेर माथिबाट जान्छ हाइवेबाट जान्छ यो झ्याउला यस्तो ट्रकै ट्रक छ पछि पछि लाएर हिँड्न पर्ने नि है गाइस म चाहिँ यहाँबाट अब कोसोको छिर्छु पछि पछि हिँड्न सकिएन पछि पछि लाएर हिँड्नलाई झ्याउ लाग्यो मलाई कहाँ हो यहाँबाट कोसोको छिर्ने बाटो थियो जस्तो लाग्छ यहाँबाट हाइवे जान्छ है म गाइस हाइवे छिर्न पर्ने हुन्छ यहाँबाट लेफ्ट हो क्या यहाँबाट हाइवे छिर्ने ठाउँ रहेछ है तर इटिसी ओन्ली मैले भन्थेँ नि इटिसी कहाँ काम लाग्छ भनेर यस्तो ठाउँमा इटिसी नभयो भने चाहिँ इटिसी छैन भने चाहिँ कुनै ठाउँमा निस्किन मिल्दैन क्या क्यास तिरेर इटिसी कार्ड मात्र इटिसी कार्ड भएकोहरू मात्र निस्किन मिल्ने ठाउँ हुन्छ कि
यहाँ पनि इटिसी कार्ड छैन भने चाहिँ छिर्न नि मिल्दैन निस्किन नि मिल्दैन है ओन्ली इटिसी म चाहिँ यहाँबाट कोसको छिर्छु यस्तो छ है हाइवे छिर्न चाहिँ हाइवे जानुपर्ने हुन्छ अब यो ढिलै हिँडेको धेरै झ्याउ लाग्यो मलाई यहाँबाट हाइवे छिरेँ है त गाइजहरू म यहाँबाट चाहिँ हाइवे छिरेँ यहाँबाट चाहिँ नजिक हाइवे छिरेँ भन्दाखेरि लगभग कति छ हौ 35-40 मिनटमा चाहिँ म घरि फेरि पुग्छु फेरि यहाँबाट तलको बाटो गयो भने चाहिँ लगभग 1.5 घन्टा 140-150 लगभग 1 घन्टाको फरक पर्छ कि आधा फरक पर्छ हाइवे छिऱ्यो भने चाहिँ यहाँ चाहिँ यस्तो छ है कहिले काहीँ चाहिँ फेरि मिस्टेकली अर्कै बाटो चुज गर्छौँ कि हामी फुकुओका कुमामोतो उता जाने राइड हो नि त कहिले काहीँ बिर्सेर उतापट्टि गयो भने चाहिँ फेरि ब्याक गरेर निस्किन चाहिँ मिल्दैन क्या यहाँबाट चाहिँ एकचोटि छिरेर अनि अर्को एक्जिटमा गएर बल्ल निस्किनु पर्ने हुन्छ कहिले काहीँ मिस्टेक हुन्छ मैले धेरैचोटि मिस्टेक गरिसकेँ पहिला चाहिँ हाइवे चढ्दाखेरि चाहिँ फुकुओकामा चाहिँ धेरैचोटि मिस्टेक गरेँ निस्किनै पर्ने ठाउँमा चाहिँ बिर्सेर अलि अगाडि गएर निस्केको पनि छु निस्किन नपर्ने ठाउँमा चाहिँ निस्केको पनि छ कि यसो मिस्टेकहरू गरेको छ है है अब यहाँबाट हाइवे सुरु भयो यताबाट छिर्न पनि हुन्छ यहाँबाट चाहिँ हाइवे सुरु भयो वान लेन मात्र बनाएको छ उतापट्टिको लेन चाहिँ बन्द गरेको छ गाडी चाहिँ सायद केही गर्न लाग्यो कि क्यामेरा हाल्न लाग्यो होला सायद यहाँ भित्रपट्टि चाहिँ क्यामेरा छैन कि त्यही भएर क्यामेरा हाल्न लाग्यो कि सायद क्यामेरा हाल्यो होला है यहाँ चाहिँ बी केयरफुल है गाडी टनलभित्र चाहिँ क्यामेराहरू बढिसकेछ अहिले चाहिँ टन्नै